नेपालको कुनै जिल्ला बाँकी छैन सर, कुनै जिल्ला बाँकी छैन मेरो बाख्रा नगएको। यहाँसम्म मुस्ताङमा पनि गएको हो मेरो बाख्रा, त्यहाँ पनि सप्रिरहेको, पाल्न सक्नु पर्यो। धेरै साथीहरूले सिरियो जातको यति राम्रो होइन पपुलारिटी छ नेपालमा, तराई हिमाल पहाड जहाँ पनि हुन्छ भनेर कुराकानी गर्नुभयो होइन, यसको वृद्धि विकास कस्तो छ सर? अब यस्तो छ सर, यो 1 वर्षमा बोका चाहिँ 70 देखि 110 केजीसम्म हुन्छ। यो 1 वर्षमा 1 वर्षमा यही उदाहरणीय छ, तपाईँ अहिले देखाउन म सक्छु। अनि मेरो फार्ममा बरु 5 केजी मैले गर्न सक्छु भने अरू साथीहरू घरमा 8 केजी हुन्छन्, यो ग्यारेन्टी हो। मैले यहाँ घाँस बराबर दिन सकिरहेको छैन, यहाँ धेरै सुविधा दिन सकिरहेको छैन, त्यो एउटा के प्लस पोइन्ट हो कि यहाँ कम स्याहार सुहार पाइरहेछन्, जहाँ जान्छन् त्यहाँ बढी अलिकति त बढी पाउँछन्, त्यहाँ झ्याप्पै ठुलो भइहाल्छन्। हजुर। अनि यसमा दुध चाहिँ 2 देखि 2.5 लिटर दुध हुन्छ। यो वर्षमा 2 चोटि बच्चा दिन्छ। अनि प्रायः 2टा बच्चा मान्नु पर्यो, कोही 3वटा बच्चा पनि दिन्छन्। 3वटा बच्चाले कहिलेकाहीँ पाउनेले एउटा बच्चा पनि दिइदिन्छ, तर 2टा बच्चा हामीले मान्नुपर्छ। उत्पादन एकदम राम्रो छ। तपाईँको लागि होइन, तपाईँले अत्यन्तै राम्रो कुराकानी गर्नुभयो। तपाईँ यति बेला हाम्रो युट्युब हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरू आतुर हुनुहुन्छ होला तपाईँलाई सम्पर्क गर्ने, कहाँ सम्पर्क गर्ने, कुन ठाउँ हो, लोकेसन के हो, फोन नम्बर कति हो भनेर इन्ट्रेस्टेड हुनुहुन्छ होला, सबै जानकारी दिनुहोस् सर। अब सबभन्दा पहिला कपिलवस्तुभन्दा पश्चिम भएका साथीहरू, बैतडीसम्मका साथीहरूले, सल्यान जाजरकोटका साथीहरू यहाँ आउनुहुन्छ। उहाँहरू यदि अरू साथीहरूले आउन चाहनुहुन्छ भने कपिलवस्तुको गोरसिंहिया चन्द्रवटा हुँदै गोरसिंहिया जितपुरमा आएर मलाई कल गर्दा हुन्छ, त्यहाँसम्म गाडी चल्छ। अनि तौलिया आउनुहुन्छ, तौलियादेखि 13 किलोमिटर पूर्व मेरो घर पर्छ, मेन रोडमै। अनि पूर्वबाट यदि साथीहरू चाहनुहुन्छ भने लुम्बिनीभन्दा पूर्वका साथीहरू भैरहवा आएर भुटवल आएर मलाई कल गर्दा हुन्छ, या भैरहवादेखि 26 किलोमिटर छ, लुम्बिनीदेखि पर्सा चौकमा आएर कल गर्दा हुन्छ। पर्सादेखि 5 किलोमिटर पश्चिम आउनुपर्छ, मेन हाइवेमा उत्तरतिर ग्रेभल बाटो आएको छ, त्यहाँ मेरो घर छ। अनि अरू साथीहरूले नम्बर यदि चाहनुहुन्छ भने मेरो नम्बर 2टा चल्छ, 2टै नम्बर अहिले स्क्रिनमा हजुरले हालिदिनुहुन्छ होला। अनि 98 11 42 78 61 मेरो इन्सेलको नम्बर हो। एउटा उसको एनटिसीको पनि नम्बर छ। 2टैमा इमो र व्हाट्सएप चल्छ, त्यो हेरेर कल गर्दा पनि हुन्छ। कोही साथी आउन सक्नुहुन्न भने हामीले भिडियो कल गरेर देखाउँछौँ, अनि नेपालभरि हामीले डेलिभरी गर्छौँ। डेलिभरी गर्ने व्यवस्था हाम्रो, भाडा तिर्ने जो साथीहरू लानुहुन्छ उनको व्यवस्था। संक्षिप्तमा हजुरको परिचय दिनु सर। म अबु कलाम, हजुर, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर 3 गुलेरी गाउँ। हजुर। फार्मको नाम न्यू एकीकृत कृषि तथा पशुपन्छी फार्म। हजुर, यो अत्यन्तै राम्रोसँग सिरोही बाख्रा पाल्नु भएको रहेछ होइन। मैले तपाईँको भिजिट पनि गरेँ, तपाईँको फार्म भिजिट गरेँ। अत्यन्तै राम्रोसँग निकै राम्रोसँग व्यवसाय रूपमा गर्नुभएको रहेछ। यो सिरोही बाख्रा व्यवसाय गरेको कति भयो सर हजुरले? सर 14 वर्ष खतम भएर अब 15औँ प्रवेश गरिरहेको छु। 14 वर्ष हजुरको पुरा भयो? हजुर सर। 14 वर्षमा सिरोही बाख्रा पाल्नु भएको छ होइन। हजुरले अहिले के छ, अहिले एमाउन्ट भन्न मिल्छ कति जति पाल्नु भएको छ? अहिले यिनको सङ्ख्या भनेको मसित धेरै थिए, अहिले 95वटा मसित छ। अरू बिक्री पनि भइरहेछ, यता उत्पादन पनि भइरहेछ, साना ठुला गरेर 95वटा अहिलेसम्म।